दार्चुलाको एउटा तुइन जुन देखियो त्यो तुइनको ठाउँमा चाहिँ झोलुङ्गे पुल लगाउने भनेर चाहिँ शिलान्यासको लागि आएको छु र अहिले यहाँ म कहाँ उभिएको छु भन्दाखेरि तलतिर देख्नुहुन्छ यता तलतिर यो तल चाहिँ यस्तो खालको छ यो चाहिँ यो महाकाली नदी छ र पारिपट्टि भारत वारिपट्टि नेपाल भन्ने छ यहाँ यो महाकाली नदीले गरेको भन्ने बुझेको र हाम्रो बाटो चाहिँ यो खालको छ यतादेखि यस्तो खालको बाटो हाम्रो छ होइन यो बाटो हाम्रो यसमा पनि पुरो यसो के अरे जग्लिङ हुँदै 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 होइन आइयो झङलाङ झुङलुङ हुँदै हुँदै पारिपट्टि चाहिँ अब इन्डिया पर्यो होइन अनि पारिपट्टि चाहिँ त्यसरी यो लगभग अब 2 लेनभन्दा धेरै 4 लेनको बाटो इन्डियाले चाहिँ बनाएको छ र यसतर्फ चाहिँ नेपाल सरकारले ध्यान दिनुपर्छ भन्ने मेरो मान्यता छ किनभने म चाहिँ सीमावर्ती क्षेत्रमा विकास केन्द्रित गर्नुपर्छ भन्ने खालको मान्छे हो र सीमावर्ती क्षेत्रमा चाहिँ हामीले विकास गर्नुपर्छ त्यो काठमाडौँमा विराटनगरमा होइन तपाईँको के भन्छ अरे ठुल्ठुला बुटवल वीरगन्ज भन्ने ठाउँहरूमा चाहिँ हामी विकास केन्द्रित गरेर बसिरहेका छौँ अब चाहिँ अब बन्ने बजेटमा थोरैमा पनि 60% गाउँ केन्द्रित के अरे बजेट बनाउनुपर्छ भन्ने मान्यता पनि म राख्छु त्यो कुरामा उठाउनेवाला पनि छु उठाइरहेको पनि हो र यहाँ चाहिँ यो खालको छ यस्तो अब यस्तो छ हाम्रो होइन बाटो बनाउनु पारिको छ र लिपुलेक जाने बाटो चाहिँ भारतले यसरी खोलेको भन्ने कुरा चाहिँ यहाँ स्थानीयहरूले भनिरहेको छ यो विषयमा हाम्रो सीमालाई चाहिँ नि अब राष्ट्रसङ्घ लगायतका ठाउँहरूमा गएर निकायहरूमा गएर चाहिँ हाम्रो 4 किल्लालाई यकिन गर्नुपर्छ भन्ने माग मैले पहिलो सदनमा राख्छु त्यसतर्फ सम्बन्धित निकाय नेपाल सरकारले ध्यान दिनुपर्छ भन्न चाहन्छु र यहाँ यो खालको विकट छ र यहाँकै स्थानीयहरू अब पारिपट्टि चाहिँ राति पनि झिलिमिली हुँदो रहेछ वारिपट्टि अँध्यारो हुँदो रहेछ र यही नदीबाट चाहिँ नि तपाईँको बिजुली निकालेर यता नेपालतर्फ पनि हामीले झिलिमिली बनाउनुतर्फ हामी लाग्नुपर्छ खानाको बारेमा के हो भन्ने बारेमा पनि चाहिँ नि होइन अब सम्बन्धित निकायले भन्नुको मतलब सम्बन्धित निकाय भन्ने बित्तिकै नेपाल सरकार भन्ने बुझिन्छ नेपाल सरकारले विषयमा दुई देशबीचको सिमानामा विवाद भइरहनु पर्ने हाम्रो हो भनेर कराइराख्नुपर्ने होइन अनि अब छिमेकीले चाहिँ कन्स्ट्रक्सनहरू गरिराख्ने अनि यतापट्टि चाहिँ निश्चिन्त कसैलाई चासो पनि छैन चिन्ता पनि छैन भन्ने हिसाबले बसिराख्नुपर्ने भन्ने खालको चलनको अन्त्य गर्नुपर्छ यो चिज हो र मलाई लाग्छ पारिपट्टि अझै पनि कन्स्ट्रक्सन भइराखेको जस्तो छ यता हेर्दाखेरि देख्छ त्यही चिज छ र यसलाई मैले यसरी बताइरहेको अवस्था छ ल ए साथी हो त जाउँ है यो जाउँ अब यस्तो खालको छ थुप्रो अब जानुपर्ने थुप्रो छ